तपाईले पनि यो कुरा एक्सेप्ट गर्नुस् कि हर्क साम्पाङ पनि क्रिस्चियनको पास्टर हो होइन हैन? तपाईले यो कुरा त स्वीकार्नुहुन्छ नि? कालोलाई कालो सेतोलाई सेतो भन्न सक्नुपर्छ हो नि हैन? हर्क साम्पाङ एउटा धर्म छोडुवा मान्छे हो। हाम्रो पुर्खाले भन्नुहुन्छ नि सबै चीज छोड धर्म नछोड भन्नुहुन्छ। धर्म छोडेर हिँड्ने मान्छेले देशको माया गर्छ होला त? यही विषयमा पनि धरानवासीले हर्क साम्पाङलाई ठुलो विरोध गर्यो। त्यो बेलामा पनि हामीले एउटा धर्मनिरपेक्ष देशमा यस्तो भन्नु हुँदैन, हर्क एउटा धरानलाई मात्र हैन देशलाई चाहिने मान्छे हो भनेर समर्थन जनाएको मान्छे मै हो। तर आज उहाँको पारा देख्दा नि सबै केपी ओलीको पारा छ के? अरूलाई गाली गरेको छ, घोचेको छ, हरेक कुरामा उहाँले कुलमान घिसिङलाई घोचेकै छ। के उहाँ अन्तरिम सरकारको प्रधानमन्त्री बन्न नपाउनुको रिस नै पोखाएको हो त कुलमान घिसिङसँग? अनि उहाँले जे भन्यो त्यही हुनु पर्ने, उहाँको पार्टीमा आएन भनेर कुलमान घिसिङलाई हरेक कुराबाट उहाँलाई विरोध गरिरहनु भएको छ। यो तरिका हो त होइन नि? कतै तपाईहरूले देख्नु भएको छ कुलमान घिसिङले उहाँको विरुद्धमा बोलेको, स्ट्याटस लेखेको देख्नु भएको छैन नि हैन? त्यही भएर हर्क साम्पाङले पनि आफू कुन ठाउँमा छु भन्ने कुरा विचार पुर्याएर मात्रै बोल्नु होला।